झुन्डी मरेको लडी मरेको जाँदैन, चोटपटक परेको जाँदैन। हस्पिटलमा मरियो भने पनि अब त्यो रगत आएन पिप आएन भने भित्रमा गइन्छ, रगत पिप आयो भने त्यो जाँदैन। तर अब होस् छोडियोस्। याचम भन्छ यसलाई चाहिँ हाम्रो किरात भाषा अनुसार। यो 3 चुला हाम्रो मेन चुला यहाँ चाहिँ हाम्रो रायहरूभन्दा फाल्टो मान्छेले छुन पाउँदैन होइन यो 3 चुला। मेरो आन्टी पित्रो खानुको लागि अघि आइसक्नु भएको छ निम्त मान्नलाई। यहाँ एक आरी जाँड उहाँहरूलाई यो वार्मअप हो, अहिले एकछिनमा एक आरी खानुहुन्छ उहाँले चाहिँ। यता हाम्रो यहाँ वाबु सिन्धोलाई चाहिँ वाब भन्छ। किरातीको हाम्रो जातै त्यही भन्छ, एउटा गीतै छ, गोरुको मासु धानको भात किरातीको यही हो जात होइन। त्यो चाहिँ हाम्रो खास पित्रोको लागि हो चलाउने। हेलो एभ्रिवान एन्ड वेलकम ब्याक टु माई न्यू भिडियो अगेन। आज फेरि मैले अर्को हाम्रै आफ्नै ओन घरकै एउटा सानो भिडियो लिएर आएको छु। र आजको मेन भिडियोमा चाहिँ हाम्रो आज चाहिँ शनिबारको दिन हाम्रो गाउँमा चाहिँ हाम्रो किरात राईहरूको कल्चर अनुसार प्रत्येक घरमा गरिने एउटा पूजा जस्तो पित्रो भन्छ त्यो पूजा चाहिँ हुन गइरहेको छ। र मैले चाहिँ त्यसैको भिडियो बनाएर अपलोड गर्न गइरहेको छु, जुन भिडियो चाहिँ पछि रेफरेन्स अहिलेको हाम्रो संस्कृतिहरू बिस्तारै बुढापाकाहरूसँग हाम्रो रीतिरिवाज पुरानो परम्पराहरू चाहिँ हट्दै गइरहेको छ। र त्यही कुराहरू चाहिँ कसरी गरिँदो रहेछ भनेर पछि एउटा मेमोरी हुन्छ भन्ने मेन पर्पजको साथ आजको यस भिडियो बनाउन गइरहेको छु। किप वाचिङ। यहाँ पित्रो गर्नलाई चाहिँ हाम्रो पहिला घर लिप्नुपर्ने हुन्छ, जुन चाहिँ हाम्रो आमाले बिहानै गरिसक्नु भएको छ भने यहाँ हाम्रो पित्रोको सामानहरू रेडी छ। यता मेरो आमाले यो के भन्छ अरे चामललाई? याचम भन्छ यसलाई चाहिँ हाम्रो किरात भाषा अनुसार। यो 3 चुला हाम्रो मेन चुला यहाँ चाहिँ हाम्रो रायहरूभन्दा फाल्टो मान्छेले छुन पाउँदैन होइन यो 3 चुला। कहाँ हुन्छ त अरूले छुन पाउँदैन। यो चाहिँ हामीले देउता हामी पुज्ने भनेको यही हो। अनि यता जाँडलाई के भन्छ? वासुम होइन के भन्छ पित्रोको भाषामा? वासिम यहाँ छुट्याइसकेको छ पित्रे हो। यो चाहिँ यो पूजा गर्नुभन्दा अगाडि यो ड्रम चाहिँ छुन मिल्दैन। त्यहाँ पैसा त हामीलाई योलाई कोदोलाई के पो भन्छ? चारमा भने यो के हो दुईटा चाहिँ? यो चाहिँ के हो दुईटा चाहिँ? होइन होइन यो कोदोको दुईटा वासुम हो, त्यसलाई चाहिँ थामेरो होइन थामेरो भन्छ त्यो चामलको चाहिँ कोदोलाई चारीमा। यता हाम्रो यहाँ वाबु सिन्धोलाई चाहिँ वाब भन्छ, हाम्रो बुझ्ने हो। यस्तो छ मेरो आन्टी पित्रो खानुको लागि अघि आइसक्नु भएको छ निम्त मान्नलाई। यहाँ एक आरी जाँड उहाँहरूलाई यो वार्मअप हो, अहिले एकछिनमा एक आरी खानुहुन्छ उहाँले चाहिँ। आन्टी यस्तै छ। भाइले पनि खाने हो पित्रो? अहिले एकछिनमा खानुपर्छ। हस् यस्तै छ यहाँ हाम्रो। अब मेनु चाहिँ हामी चाहिँ उधरबाट गर्दै गर्दै आउँदै हुन्छ कन्टिन्यू। अहिले एकछिन पछि यहाँ हाम्रो पूजाहरू चाहिँ कसरी गरिन्छ भनेर चाहिँ म यहाँ अहिले भिडियो गर्छु। र यही रिफरेन्सले चाहिँ पछि हामीले पनि यसले चाहिँ यो चाहिँ एउटा भिडियो जस्तो पछि यही हेरेर यसैको आधारमा हामीले पनि केही कुराहरू सिक्न सकिन्छ भनेर आजको भिडियो बनाउन गइरहेको छु। यो वासिम पित्रे जाँड म पनि टेस्ट गर्न गइरहेको छु। गाउँको प्योर कोदोको यो चाहिँ आज पूजाभन्दा अगाडि चाहिँ छुन पाइँदैन। आज यो पित्रोको लागि छुट्याइसकेको हुनाले अब चाहिँ यो चलाउन पाइन्छ। र म यसको टेस्ट गर्न जाँदैछु अब कस्तो छ यो यसको लोकल। कति भयो यो जाँड पकाएको? 5 महिना। हेरौँ त 5 महिनाको कस्तो हुँदो रहेछ। कस्तो छ आन्टीले चाख्नु भयो? आन्टीले चाखेन? कस्तो छ? ठिकै छ। के छ यो पित्रोको बारेमा के छ अझै? के को लागि यो पित्रो चाहिँ खास के को लागि गर्ने हो? देउतामा होइन अरू के छ खास यो पित्रो गर्नुको कारण? हाम्रो यो जति पनि मृत्यु मरिसकेको हाम्रो पुर्खाहरूलाई बाजेहरूलाई चाहिँ एउटा खुसी बनाउनको लागि साथै नयाँ अन्नहरू यो भित्राइसकेपछि होइन चलाउनुको लागि, जस्तै अदुवा अब हाम्रो नयाँ चलाएको हो नि त होइन। यस्तै छ पित्रो। अब यो
प्रसाद भन्छ प्रसाद यो पूजाको खाने गर्न भरे चाख्दैछु म कस्तो हुन्छ यही प्रसाद हाम्रो राईहरूको यस्तै हुन्छ जन्मदेखि यो चाहिँ मृत्युसम्म चल्ने हाम्रो चाहिँ जन्मिने बित्तिकै मुखमा लगाइदिन्छ मरिसकेपछि मुखमा लगाइदिन्छ सो यही हो हाम्रो चाहिँ मेन ए हाम्रो मामाले त खाँदैन भन्दैन मिठो छ 6 महिना राखेको जहाँ मेरो मेकुरीको बोकाएको छु कुन खालको लाग्छ औ छुट्टाउँदै हिँडेको धामी राई पुगेन हिँडेको कितो खानु धामीहरू आउँदैन हुन्छ नछुङहरू तलतिर पालै पालो प्रत्येक घरमा गर्दै आउनुहुन्छ हाम्रो चाहिँ अब 2 घर पछि पालो आउँदैछ अब कसको माग्छ उदो गर्नु तुम्बाको भाडा यो चाहिँ मेरैको लागि हो त्यो तल्लो बियर खाने भन्ने यहाँ स्टेप स्टेप रहेछ क्या मेरो यो तुम्बा खाने हो मेरो लागि यो बियर खानुको लागि हो यो रक्सी खानुको लागि दिन पार्ने सेट छ नि यहाँ सलादहरू होइन सितन क्या सितनहरू खानु सिकुडी खाने यही छ कि ठिक छ माथि यस्तै छ घर गाउँको पुरानो खै अनि गाईको मासु कहाँ छ आपाले के भन्छ कि भन्दैन खासै हाम्रो राईहरूकोमा चाहिँ अब गाई गोरुको मासु पनि चढाउने चलन छ हाम्रो मेन किरातीको हाम्रो जातै त्यही भन्छ एउटा गीतै छ गोरुको मासु धानको भात किरातीको यही हो जात होइन त्यो चाहिँ हाम्रो खास पित्रोको लागि हो चलाउने तर नेपालको कानुनले चाहिँ अहिले अब राष्ट्रिय जनावर भइसकेपछि हामीले वैधानिक रूपमा चाहिँ चलाउन पाएको छैन त्यही पनि हामी यसो आँखा छल्लुकी छिपिँदै गर्ने गरेका छौँ हेरौँ आज कस्तो हुन्छ चढाउँछ कि चढाउँदैन त्यहाँ मासु त छ भन्दैछ हाम्रो गोरुको के गर्छ वाचिङ घरको सराउन्डिङ पनि यस्तै छ स्टिल बर्खाले छोडेको छैन दसैँ आउन लागिसकेर पनि लेख पर्ने हुनाले हाम्रो चाहिँ यस्तो छ फुलबारीहरू भने घर भर्खरै 2 दिन अगाडि रिनोभेसन चाहिँ गरिसकेको यो चाहिँ अलि साह्रै फोहोर भएर चाहिँ सो बाहिर चाहिँ सिमेन्ट प्लास्टर गरिदिउँ भन्ने हाम्रो फ्यामिलीको सल्लाह भएर चाहिँ घर चाहिँ अहिले यस्तो बनाइसकेको छ र यो चाहिँ अब अलिक दिनपछि हामी कलर पनि गर्दैछौँ कलर गरेपछि सायद यो राम्रो हुन्छ होला भने यता मेरो आपाले चाहिँ फुलबारी चाहिँ एकदम मेहनत गर्नुहुन्छ फुलबारी बनाउनको लागि चाहिँ एकदम राम्रो पनि बनाउनु भएको छ त फुलै फुल छ सराउन्डिङमा चाहिँ घर चाहिँ पुरै फुलले घेरेको छ भनौँ लगभग सानै भए पनि हाम्रो लागि त दरबारै हो मेरो लागि यो चाहिँ खास मेरो दारू खाने टेबल हो सानो यस्तो भएको छ यता फ्लावरहरू यस्तो छ यो भदौमै सयपत्रीहरू फुलहरू फुलेर दामी फुल्या छ जस फुलहरू यस्तो छ सराउन्डिङ फुल भने यता यहाँ हाम्रो पहिला धारा थियो यहाँ नहुने ओर्ने अहिले चाहिँ उतै भएकोले सबै उतै गरिँदैछ ढुङ्गा यो ठुलो पहिला मैले बोकेर लिएर राखेको स्टिल रहेछ यहीँ भने लाली गुराँस पनि हामीले आफूले मेरो दाइले रोपेको यो चाहिँ यत्रो भएछ यो फोहोर फाल्ने यता मेरो नानाको चौतारी नाना पनि फुलबारीको चाहिँ एकदमै क्रेजी फुलबारी सबै बनाउने हुँदाले आपाले चाहिँ फुलबारी उसकै चौतारी माथि राखिदिएको छ बाँसको यो पनि एकदम राम्रो बनाइदिएको रहेछ यहाँ पनि छ गुराँस एउटा यहाँ बस्ने ढुङ्गा यो हामीले धेरै दुःख गरेर बोकेर ल्याएको माथिदेखि यता फुल त्यो सिउँडीहरू पनि रोप्नु भएको रहेछ यस्तो छ घर चाहिँ पुरै फुलले नै सराउन्डेड गरिएको छ अलिकति चाहिँ लाइन चाहिँ झन्डै घरकै माथिबाट छ यो चाहिँ अलिकति डेन्जर हुनसक्छ गुडाङगुडुङ भएको बेला गरेको बेला चाहिँ यता हाम्रो छिमेकीको भने माथि यता मुन्डुम रिसोर्ट मुन्डुम एभरेस्ट रिसोर्टहरू चाहिँ त्यो कुहिरोमै यो कुहिरोभित्र छ जुन चाहिँ अहिले एकदमै हाइलाइटमा आएको रिसोर्टहरू हो त्यसको भिडियो पनि मैले बनाइसकेको छु यता यो मूल बाटो हाम्रो पहिला चाहिँ मान्छे धेरै हिँड्थ्यो यो चाहिँ रोडभन्दा ठुलो एकदम हाइवे जस्तै नै थियो अहिले चाहिँ मान्छे एकदम कम
सबै सहर पसेर खासै त्यस्तो छैन, यो चाहिँ गाउँ हो। भने यता हाम्रो छिमेकी दाइको घर, यहाँ पनि ठाडी चौतारी नै छ। चौतारी धेरै यहाँ चाहिँ पहिला मेन उधो गर्दा दुई गाउँको मान्छे बस्ने भएकोले मेरो टोलको नाम नै बिसाउने टोल भन्छ। यो एरिया हाम्रो 4-5 घर छौँ, बिसाउने टोल भन्छ। यो माथि रूपाको डाँडा थियो एउटा ठुलो, उहिरोले छल्या छ। ओ त्यो हाम्रो तेजु बाजेको घर देखिँदो रहेछ। भित्र खानु हिँडेको आन्टी? अनि खानु भयो त नि, यहाँ फर्किनु न अब। फेरि अझै फेरि खाएर आहा क्या मजा। के को मासु छ? ठिकै छ। त्यहाँ मेरो मोबाइलमा अहिले त्यहाँ फोन गरेर त्यो खोज्दै कहीँ भएको तपाईँ चाहिँ सो स्याड। हजुर यस्तो छ गाउँ। मेरो यो माउलो हो, माउलो घर पनि मेरो चाहिँ नजिकै पर्छ। यो आबु माउलो, यो हो मेरो माउलो चाहिँ मेन चाहिँ। यो सेतो दुईटा माउलो यो हो मौली गाउँ। निकै तल झर्नुपर्छ, बेसी पर्छ माउलो चाहिँ। त्यो मुनि दिखुवा खोला, माथि दम्कु भयो, बुइपा दम्कु। यता खानीडाँडा विमानस्थल, मनमाया भन्छ अहिले। खासै सञ्चालन चाहिँ त्यति राम्रो भएको छैन जस्तो लाग्यो। पहिला त राम्रै चलेको थियो। दिक्तेल चाहिँ हाम्रो यो भित्र पर्छ है, यो भित्र। यो देवीथानको अहिले बनाएको निकै राम्रो बनाएको रहेछ, मजा देवीथान। शङ्खु गाउँ हाम्रो, बमराङ शङ्खु। यता वारिपट्टि चाहिँ एकदम भिरालो देखिन्छ भने पारिपट्टि चाहिँ एकदम ठुलो बस्ती छ। यहाँ चाहिँ 70-75 घर होला झन्डै हाराहारीमा एउटै गाउँमा। यहाँ चाहिँ यस्तै छ गाउँघर अपडेट। कोइला यहीँको झिक्नुपर्छ होइन? कोइला झिक्नु पर्दैन, यहाँ चाहिँ हाम्रो के हो यो चाहिँ? ए पिण्ड ग्रहणकर्ताहरूको नाम खानु त पर्ने त खासमा। यो चाहिँ पित्रमा गएको उहरू होइन, बुझ्नुपर्ने हामीले। यो नाम चाहिँ सबै पुकार्नुपर्छ भने त हामीले होइन? भनिदिने मान्छे चाहियो छैन हाम्रो वंशमा। अनि लेखेको मलाई पनि फटफट आउँदैन। दिपाको नाम चाहिँ हुँदैन यसमा? हुँदैन, भित्रमा नगएको। त्यस्तो पो हुन्छ? त्यस्तो हुन्छ नि। भित्रमा गएको नगएको चाहिँ त्यो अदुवाले छुट्याउँछ होइन? ढोल छाँटेकोहरू सबै भित्रमा नगएको। ए त्यस्तो पो। त्यो बिहे नगरी त्यस्तो भएर उमेरमै भएको चाहिँ पित्रमा कोही जान्दैन के भनेपछि होइन? छोरी मान्छे महिनावारी नरोकी मरेको मान्छे कोही पनि जान्दैन। कमसेकम 50 वर्ष क्रस गरेको हुनुपर्छ। मोहनेममा जस्तोहरू जान्छ, यो माइली खाले जस्तो मान्छेहरू जाँदैन। मुनि मेन केस भयो भने पित्रमा जाँदैन भनेपछि छोरो मान्छे छोड गरेपछि जान्छ। ए छोरा चाहिँ त्यस्तो हुन्छ।
छोरी मान्छे खोज्ने कारण पनि यो छोरी नगरेको छोरा मान्छे जाँदैन त्यस्तो हुन्छ है झुन्डी मरेको लडी मरेको जाँदैन चोटपटक परेको जाँदैन हस्पिटलमा मरियो भने पनि अब त्यो रगत आएन पिप आएन भने भित्रमा गइन्छ रगत पिप आयो भने त्यो जाँदैन छोरा होस् छोरी होस् ल अब चाहिँ पित्र सर चाहिँ अब चाहिँ हाम्रो घरमा आउनु लागेको छ पाले हाम्रो पित्रको बारेमा थोरै खास हाम्रो यो पित्र गर्नुको कारण चाहिँ यही हाम्रो पुर्खाहरू बितिसकेकोहरूलाई चाहिँ खुसी पार्नु होइन आशीर्वाद माग्नु बाँच्नेलाई सुख शान्ति मिलोस् भनेर पनि हो अनि यो हुन्छ मुख्य कुरा घरको मुली पछि भइसकेपछि त्यो मुली मान्छेलाई चाहिँ बन्देज लाग्छ यो बर्खामा यो नयाँ धान खानु हुँदैन अदुवाको बच्चा खानु हुँदैन तामाको टुसा खानु हुँदैन यो गरिसकेपछि चाहिँ खुल्छ त्यो पहिले पित्रलाई चढाउनुपर्छ नयाँ चिजहरू अन्नहरू होइन कुलपित्र वर्षमा पित्र त एकचोटि मात्रै गर्ने हो नि होइन अब पछि फेरि वैशाखमा दुईचोटि त्यसको चाहिँ के हो खास दुईचोटि गर्नुको अहिले चाहिँ अब उभौली भन्छ साकेलाको उभौली उभौलीको साकेलासँग ठ्याक्कै मेल खान्छ क्या साकेला सुनेकै होला नि ठ्याक्कै त्यहीसँग मेल खाने हो त्यतिखेरको उद्देश्य चाहिँ अहिलेकै जस्तो हो पित्र गर्नुको त्यस्तै हो अन्नबाली अरू सप्रियोस् ए लाउने बेला होइन त्यो चाहिँ रोग व्याधि नलागोस् अनि हामी शाखा सन्तान बाँचेकोलाई सुख शान्ति मिलोस् भनेरै हो गर्नुपर्ने हजुर के मिल त अब एकछिन यहाँ चढा अरूलाई जान्नेलाई टिप्नु लाग्नुपर्छ अहिले मैले टिपेर लिएँ त्यो भरे टिपिहालिन्छन् जसले हामी हाम्रो चाहिँ टाढो छ मैले अहिले टिपेर ल्याएको सबै ठिक गरेछ यो मेजिलाको चाहिँ छुटेको रहेछ हाम्रो कोप्पा सुरु हुनु लाग्यो है पित्र हाम्रो पित्र गर्नु नै हाम्रो कोप्पा दन्तला जाट ए बुढा भिडियो नेपाल गर्ने अरे पछि त अब हामीले हो नि त गर्ने अब यसो भिडियो हेर्दै कसरी गर्ने के गर्ने सिक्दै गर्नु पर्यो के खाँदै हुन्छ तपाईँले छ्याङ्गो कस्तो छ मैले चाहिसकेको अघि कसलाई मलाई धेरै हुन्छ त्यो थोरै ल सङ्गम पित्र खानु पदम ल पित्र सुरु भयो हाम्रो घरमा टोइलेटतिर पो पसी गयो भिडियो गर्नु पर्यो बुढा
फुकाइदिनुहोस् न। तपाईँ त पढ्नुहुन्छ होला है। यो चाहिँ यता महिलाहरू कसले एकजनाले बताइदिनुहुन्छ सङ्गमले भन्छ यहीँ बसेर भिडियो गर्नु पऱ्यो म चाहिँ यहाँ बसेर भित्रको पछि हेर्नु काम लाग्छ आफै लाची बौला भइसक्यो म होइन ठिक छ नि अब त्यो बोपा छुइको एउटा भन्छु म समाजले गाउँमा खान्छ हजुर बढाएको छ माछाको म कहिले गर्छौँ कहिले गर्दैनौँ होइन दुई बेस मात्र हो काका हो त्यति नै हो कुखुरा भएको बेला गर्छु कुखुरा नभएको बेला गरिँदैन हजुर छेड्दै हो होइन हजुर गर्नुपर्छ भन्छ सिकारी चाहिँ गर्छौँ अनिवार्य गर्छौँ अनिवार्य गर्छौँ सिकारी सिङ्गरिमी सिकारी भन्छ तल हजुर जसम्म कोक्पालाई गरिरहेका छौँ पैसाको पुग्ने हजुर हजुर मिसाइले सिकिरहेको हरेक कुरा गर्छु मात्रै हाल्ने मात्रै ल घसिरी पसिरी बसौँ है साइलो बसौँ है बस्दै गर्नु है भिडियो गर्दैछु म आउनु भयो खेलाउने गर्ने पित्र गरेर हेर्नु पछि कविता गरेर बनाइदिन्छु नि ल यही छ त भाइ मोबाइल पित्र हेर्नुपर्छ सिकाइरहेको त्यही फेरि बाहिर फाल्टै गर्नुपर्छ बाहिर त्यो गर्नुपर्छ क्या यहाँ भिडियो गर्दैछु बस्दै है पछि गर्ने त तिमी हामीले हो हेरिराख्नु पर्यो हजुर गोले गर्छ त्यही त गर्नु परेन यो गर्दा केही फरक पर्छ आफूले फुल बित्छु आफूले गर्दा हुन्छ मैले जाने गरे गरेन यो बबासे उता बोपासे हजुर बसे बोपासे हजुर बसी त्यसलाई सुसार्नु पर्छ ओ पछाडि
हजुर लाग्छ छैन मेरो लागि हजुर सुरु गर्नु भएको तर आज मात्रै छु है म ठिक छ मामु ठिक छ मात्दाखेरि केही फरक पर्दैन आज माग्नै दिन हो तपाईँ हाम्रो मात्रै हजुर तर मान्द गर्नु है कसैले माया ठिक छ मामु मान्द गर्नु हजुर ल यति भइहाल्यो मलाई सर्कलमा त्यो हालिस अदुवा त लाएको छु मेरोमा चाहिँ यो मुदुङमा छौँ हो भन्दा हजुर मुदुङ छौँ मुदुङमा छौँ हजुर यो क्या म त बुझ्दिनँ त्यस्तो त मुदुङमा छौँ हजुर तपाईँले बस्ने नि हो भने चाहिँ मुदुङमा छौँ भन्दैछ ए हजुर अरू बेला हामी चलाउँदैनौँ न भरे आज चाहिँ पक्कै थन्किहाल्ने हजुर यो चाहिँ मुदुङमा छौँ है त यसको नाम चाहिँ छौँ हजुर होइन मुदुङ गरेर चाहिँ म भएँ आज होइन हजुर तर के गरेँ है भन्दा हस् हस् मामै हस् है हजुर पुरा चाहिँ त्यसो पर्छ तर बोल्दाखेरि मान्छेले छुच्चा भन्छ हो छुच्चा होइन म के को थुक्छ सबैलाई माया गर्ने म हुसुङ बाया गर्ने म होइन हो नि तर त्यो हुसुङ बायामा यो मुदुङ मसुङ भनेको कुरो बुझ्दैन मलाई मान्छेले हजुर हामी बस्ने छौँ त धेरै गाह्रो हुन्छ मलाई त धेरै कुरै पो आउँदैन त सामान्य कुरोमा आउँदैन कि आफ्नो भाषा झन् यो धामी बस्ने पिरालाई के भन्छ भन्ने त मलाई मुदुङमा मुदुङ लागि भन्छ होस् मामै होस् हजुर त्यसो कुरो है मैले गरेको कुरो आज हजुर अब यतातिर थाल्छु म खालीहरू भन्न थाल्छु होस् मामै कुन उधौरी बोली कि आज के पऱ्यो भनेपछि हजुर म गर्न थालेँ है हजुर खोलामा माछा उभो निस्केको बेला चाहिँ उभौली भन्छ भनेर ऊ हो नभए त सुरुमा त मलाई अनौठो लाग्थ्यो यो चाहिँ पो उधौली हुनुपर्ने त्यो चाहिँ उभौली हुनुपर्ने भनेर लाग्थ्यो ल भन्छ भन्न थालेँ है म हस् मामै लु मुच्यातिको भन्छ तपाईँको स्वर राम्रो हुनु परेन सोध्नु भइगयो तपाईँको अब आउनु परेर भइसक्यो म छोड्यो Chikara mucha bakara mucha Kuri mucha mesi mucha Ya boleh Asogona defatila Chikara mucha sachi mucha bocho mucha bao Asogona yo Chabacho bacho Dero boge भन्नु थुपा Lakar lakar Asa jani Chami wali mama Dengdama Nusukara Karena aku Dia rumah lagi होइन भन्ने पछि आँखा देखिन म यही देखिन भने पनि देखिन जे देखिन भाइ देखिन तुरिमलाई दिँदा म रुम साका दिँदा छप्पा छेउ पाछेउ भने भन्नु थुपा भनिदियो त भक्तिराज जित लक्ष्मी थाहा छ
एक-एकवटा भन्न अझै नाम दाओ बक्तिराज बक्तिराज दाम चराम दाओ आओ जित्ला छि आओ नाम दाओ चराम दाओ चन्द्रमान जण्डवीर चन्द्रमान जण्डवीर चन्द्रमान जण्डवीर जण्डवीर Gerung berlana sola caduni tadi kabai tadi kunjau. Kasihan aku boleh. Luna juna bo. Tabele mocha ko chase mocha suru mocha. Pibosa bo sai kut. Oji sabo. नाखोप्ती माथुबीर अर्को भन्नु पा जसधरी सिरिङमा जसधरी सिरिङमा Chani gadi gani go adilam da repasawa papasawa wow कति माया kita छैन अब अरु अडवीर राधती अडवीर राधती अडवीर भन्ने चाहिँ खासमा उहाँको बाबु बाजे हो कि त्यो पहिले बोल्नु पर्दैन हामीले म त यहाँ क्रमशः लेखेको अनुसार भने म त्यो म त्यो जाने हो त भनिदिइहाल्छु होइन देख्नु जानुपर्छ पहिले मर्ने मान्छेले आफ्नो सोध्नु पहिले बोल्नु वर्जमान चामसरी वर्जमान चामसरी माथि लेख्नुपर्छ वर्जमान चामसरी वर्तमान चामसरी जानी गानी धरान सिंह गन्जमाया उल्माछा बलमाछा मुछा बनूंगा न करूंगा रामायण मुछा धरान सिंह निगाह बेचु निगाह चा ओल्दा बोल्यो धरान सिंह गन्जमान भुवन सिंह माइला त जित बहादुर हाम्रो च्याप्जु धरान सिंह खिर्कुलेको च्याप्जु माइला अनि के अरे अर्को के अरे तीर्थम्पाहरूको चाहिँ कुनै के जाति सिंह हो सिंहै सिंह छैन जित बहादुर हो त्यो माइला तपाईँ जानुपर्छ जितबहादुर चाहिँ खिर्कुको हो जसबहादुर भनेको चाहिँ हाम्रो यहाँ हजुर मन्डल निम्पाको जेठा छोरा तीर्थम्पाको जेठा दाजु त्यो सबै पितृहरू नि हो मरेकै हो गएछ होइन आज हाम्रो जुन गएछ नि त हजुर 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 हाम्रो चामल त सधैँ खाएको छौँ गएछ
आले नाम दाओ कही दान भन्यो तपाईँ भन्यो अब यता भन्दा धरान सिंह गन्जमा उता जसले पखाल्नु नभन्ने पहिला यता हाम्रो यो सिरियल सकिनु पर्यो पहिला पहिला सिरिज सक्नु जुन थालेको अनि त्यसपछि थुक्पाले भनिहाल्नु त्यो त एउटा माथुवीरको हामी सन्तान हो माथुवीरको पछि सकेर हजुर उता कृष्णगढपट्टि जाने हो। हजुर 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 धरान सिंह गन्जमा हजुर गन्जमा चानी गति गानी रूपा छ पाछ आले नाम दाना सुखधन राम शोभा अघि सुखधन राम शोभा चानी गति गानी भन्यो हर्क बहादुर मान बहादुर बहादुर मन बहादुर चानी गति गानी मैया छाबो सर्की लक्ष्मी धन हिरा धन हिरा हिरा बहादुर पूर्ण लक्ष्मी हिरा बहादुर पूर्ण लक्ष्मी लाल बहादुर माइती शोभा लाल बहादुर माइती शोभा लाल बहादुर माइती शोभा असलमान पवित्र अब आयो तल मङ्गला निम्पा तिमीसँग धन बहादुर बकसमान धन बहादुर बकसमान हजुर मण्डल निम्पाको छोराहरू गरे यो दुई भाइ धन बहादुर बकसमान चिन्दिनँ के चिन्थ्यो अनि असलमा चिन्छ नि त असलमान त चिन्छु भन्नु त्यो सिरियल लेख्नु भयो होला नि त थुप्पाले काकाले सिरियल लेख्नु होइन त्यो चाहिँ हुन्छ नि बाबु डाउनु हुन्छ त्यो छोराहरू त्यो त हो सिरियल लेख्नु भयो धन बहादुर बकसमान धनबहादुर बकसमान कोही भनौँ दासु मुसा हो रामेर सुङसुङमाला हो आजन्दा हो प्रसादमान गोरीमाया भुसाली दुबई हजुर धनमाया जसोबहादुर धनमाया जसोबहादुर थमान सिंह अक्कल सिंह कृष्णलाल मङ्गल सिंह यो चाहिँ तोरीबारी कृष्णलाल मङ्गल सिंह कृष्णलाल भनेको दडम्पाको बाबु उही आएको रहेछ क्या यहाँ चाहिँ मुख्य हजुर कृष्णलालकै सन्तान हो यो दडम्पा मङ्गल सिंहको बाबु कृष्णलाल मङ्गल सिंह मङ्गल सिंह चानी गनी बछवा पादर छवा निगा बेच्छु निगा छ उल्टा गुल्यो गइया छ आसो जे म आसो दल बहादुर पूर्णलक्षी दल बहादुर पूर्णलक्षी दल बहादुर पूर्णलक्षी तोरीबारी त
तपाईँले कन्ठै छ तल पनि बोलाउनुहुन्छ नि मेरो पिता जान्ने राम्रो मलाई चाहिँ कन्ठ नभएर लेख्नु पर्यो तिमीले कफी खायौ के खाएको मनलाई चाहिँ सुन्यो खाँदै थियो चाबा जान्थे बुदानी चाबा जानी खाबा जानी बोल्यो मौला बाजु मरबलु चो जिंगानी चो सुधा भो सक्यो अब दुईटा बाँकी छ तपाईँ कसको वीर हर्क र बुद्धि हर्क एक छैटुल हजुर सोनाटोल यति बोलाउने गरेको बुद्धि हर्क तेरो मामी मामैहरू घरैको बुद्धि हर्क अरे नाम साधारा तापन बुझ्यौ मै भाइ तपाईँ होइन हजुर मै भाइ तपाईँ हो के त म मामै बुझिनँ मै दाजुभाइ हजुर कोसँग बुद्धि हर्क हो एकदम हो नि भाइ एकदम हाम्रो हजुर शुभ शुभमा जात छ आज छ हजुर मरबाट होइन तर मै भाइ तपाईँ है नजिक गुरुङहरूको बुढो माउली कोपिलाम्पाहरूको चाहिँ दुध माउली घरैको मामाहरू हो कि दुई भाइ कोपिलाम्पा वीर हर्क र बुद्धि हर्क हो घरको नि कस्तो मलाई बुढो माउली बुझिएछ हामी त्यस्तो पो त हामी बुढो माउलीसँग भएको क्या हाम्रै वंश हो बजु सङ्गमहरूको बजु हजुर अब भन्दा अखण्ड सिंह धनपति बाँकी थियो थुपा कोही त भरि छ डाटा भन्नु नि अहिले भन्नु सकियो भयो लु म चढाइदिएँ नि लु पुर्खाहरू हो मैले भने अखण्ड सिंह र धनपति चढाएको सकिएको काका यता राख्दै खाथे हुन्छ अब कहिले कसो होचली मामा सारमले पोतरमले के गान्छ तपाईँ कान्छ होइन कान्छ कान्छ सारमले पोतरम जाने उठ्नु भन्छ हजुर हजुर Kawaidani Chupulaidani, Roaidani, Raidani, Koni Baralung. लु लहै त भन्नु सकी पनि होइन आया that's it, right, man. Oh, saya beramne, boto beramne. Sabda saya, barpa saya, kopi saya. होस् त्यति तर नि
हजुर तुन्दुली नतिता सामै से तुन्दुले नतिदा म चाब के अरे खबाइदानी रुवाइदानी चुप्लोइदानी तिरुङ बनाले रूपा छदा लु लु अब सक्यो सकियो अब उहरू ल्याओस् खानपिन चिया पानी बिहालाइहरू यो चाहिँ हजुर हामीलाई गरिदिनु होला प्रसाद मेरो देवकुमार साईलाई देखेको छु पदम छ सङ्गम र छल छ यो अब अहिले सानो नानीहरूको साह्रै मामै म त भित्र पो थियो त